हेलो फ्रेन्ड्स र फेरि पनि तपाईहरुलाई अर्को नयाँ एउटा ब्लगमा स्वागत छ, वेलकम छ। र आज चाहिँ हामी यहाँ हाम्रै नजिकको एउटा राम्रो ठाउँ, राम्रो जग्गा राइमाटाङ माउन्टेन भ्यू हामी यसै घुम्न आएको छु। आज सन्डेको दिनमा अब काम पनि छुट्टी हो र अब यसै छुट्टीमा हैन आज अब बिहानदेखिको नै अब घाम यस्तै लागेको छ, गरम पनि धेरै छ, त्यही लागि अलिकति चिल हुन हामी आएको छु र तपाईहरुलाई देखाउने छु हाम्रो राइमाटाङ माउन्टेन भ्यूमा चाहिँ अब हैन तपाईहरुले कसरी हैन एउटा अब रिफ्रेशमेन्टको मजा अब लिन सक्नुहुन्छ। एउटा अब खोला छ हैन, यहाँनिर अब माउन्टेन्सहरु छ, पहाडहरु छ हैन, तपाईहरुले आएर यहाँनिर एकदम आनन्दसँगले आफ्नो छुट्टी भेकेसनको दिनमा आएर एउटा रमाइलो इन्जोयमेन्टहरु तपाईहरुले गर्न सक्नुहुन्छ र तपाईहरु भिडियोमा बनिराख्नु होला, तपाईहरुलाई देखाउने छु यहाँनिर अब तपाईहरुले हैन कसरी एउटा फन इन्जोय भन्ने चीजहरु गर्न सक्नुहुन्छ। तपाईहरु भिडियोमा बनिराख्नु होला। ल साथीहरु, बाटो चाहिँ यस्तो छ, हेर्नुस् है, जंगल हो। अब सानो बाटो चाहिँ बडो बाटो, यसमा चाहिँ अलिकति हात्ती बाघ भालुहरुको अलिकति डर हुन्छ, हामीले अलिकति याद गरेर होशियारले हिँड्नुपर्ने हुन्छ। अजय केटा बिस्तारी बिस्तारी अजय। अब चाहिँ खोला आइपुगिसक्यो। अब खोला हिँड्नु पर्ने हुन्छ हामी चाहिँ। यो खोला पहाडहरुतिर साह्रै अप्ठ्यारो हिँड्नुलाई। अब हामी प्लेनमा बस्ने मान्छे यसरी अब भिर पहाड खोला नालाहरुतिर हामीलाई चाहिँ साह्रै गाह्रो हुँदै रहेछ है हिँड्नुलाई। हेर्नुस् है, यति राम्रो खोला यहाँ बगिरहेको छ। ए साथी हो, दहहरू चाहिँ यस्तो यस्तो छ है, कति मजाको दह छ। यहाँनिर पनि हामी पौडी खेल्दाखेरि हुन्छ, यति राम्रो दह छ, ठुलो दहहरू। अझै पनि अगाडि राम्रो ठुलो दहहरू छ। हेर्नुस् है, यति राम्रो ठाउँ, जन्नतमै आएको जस्तो लाग्ने के। अब हाम्रो त्यो तलतिर अब त्यो प्लेन साइडतिर अब यस्तो राम्रो अब खोलाहरू हुँदैन हो। यहाँ हेर्नुहोस् त, तपाईँको प्रकृतिको देन हेर्नुहोस्। के अरे, खोलामा खोला, पहाडमा पहाड, सबै चिज के यहाँनिर एकदमै राम्रो। हेर्नुहोस् त, साह्रै राम्रो, सारा खोलाहरू बगिरहेको। त्यति नै हो गहिरो भाइ, त्यति नै गहिरो। ल ल ल ल ल ठिकै रहेछ, ठिकै छ ल। ल अब हामी चाहिँ योभन्दा ठुलो दहतिर हामी लाग्ने छु, यहाँ चाहिँ अलिकति कम्ती रहेछ। हामी चाहिँ अझै माथि जानेछु है त। भिडियोमा बनिरहनु होला है साथी हो। हामीले अब यो खानापिनाहरू बनाउने जग्गामा चाहिँ यो लोकेसनलाई हामीले अब मन परायो, किनभनेदेखिको यहाँनिर जग्गा पनि एकदमै राम्रो रहेछ। के अरे, ठुल्ठुलो ढुङ्गाहरू पानी छेउमा हो, अनि यो जग्गा पनि एकदमै राम्रो रहेछ। यहाँनिर बसेर अब हामीले होइन मजाले रेस्टहरू गर्नु सक्छ, खानु सक्छ हो। र साथीले चाहिँ हाम्रो साथीले काले भाइले चाहिँ यहाँ चुला बनाउँदैछ, चुला रेडी भयो र पानी मैले यहाँ ल्याइसकेको छु कराईमा। अब यहाँनिर चाहिँ फर्स्ट अब हामीले थुक्पा पकाउने छु, त्यसको बादमा चाहिँ हामीले मासुहरू कार्यक्रम। र साथीहरू अब थुक्पा पनि बसाइसकेको छ। यहाँ एउटा साथीले चाहिँ अब थुक्पा बसाइसकेको छ भनेदेखिको अर्को केटाहरू चाहिँ यहाँनिर अब एकदम केरोके मुडमा छ है। र यहाँनिर अब केरोके चल्दैछ। शुभम भाइलाई के साह्रो ह्यान्डसम देखेको आज बाबा। कोही केटीहरू सिङ्गल छ भनेदेखिको चाहिँ प्लिज साथीहरू हाम्रो भाइको लागि चाहिँ एउटा हेरिदिनु पर्यो के। भइसक्यो भयो नि। साङ्गे साथी मासु धुको। यो भाइ चाहिँ यो भाइ चाहिँ एकदमै यो कोडी भाइ हो। यो चाहिँ गर्दैन, खालि खाने मात्रै क्या त अब हो। कामकाज चाहिँ एकदमै काम भनेपछि चाहिँ हो, कामले खेदाउनु पर्छ हो। तर पनि के गर्दैन यो भाइले हो। तर यहाँ साथीहरूले गर्दैछ हो। के अरे, एउटा साथीले मासु धुँदैछ भने अर्को साथीले थुक्पा धोएर ल्याइसकेको छ। अब चाहिँ हाम्रो यहाँ साथीले अब होइन काले भाइ साथीले अब यहाँनिर अब मासु पकाउनुलाई अब यहाँनिर अब तर्फर एकदम चल्दैछ। र अब मासु धोएर सबै यहाँनिर रेडी भइसकेको छ। अब यहाँ प्याज खोर्सानी परेर यहाँ फर्किँदैछ। र अब यो मासु पकाउने यो
यो कार्यक्रमहरूलाई अब कन्टिन्यू हामी राख्दै यो मासु पाकिसकेपछि त्यसको बादमा फेरि पनि तपाईँहरूलाई भिडियोमा देखाउनेछु। अब हामी खाने होइन इन्जोय गर्नेहरू यो देखाउँछु। यो मासु चाहिँ अब पाकेपछि चाहिँ के गजब हुन्छ साथी हो, मिठो हुन्छ, मजा आउँछ खानु चाहिँ। र यहाँ भाइहरूसँग नै भेटघाट भयो। भाइहरू चाहिँ यहाँ डिपुको रहेछ, हाम्रो यहाँ राइमटाङ बस्तीको भाइहरू। बस बस धड़कन चले पानी मन सपन चारा जस्तो तेरी साथ मैं रखूं तेरा हर एक साथ को महसूस दादा ढुङ्गा छ अगाडि। र अब खाना पनि अब खानुको लागि अब रेडी भइसक्यो, पस्केर रेडी भइसक्यो। अब त्यो मासु चाहिँ त्यो कराईमा छ हो। अब केटाहरू चाहिँ रेडी भइसकेको छ खानुलाई, यो सबै रेडी छ हो। र अब यो मासु चाहिँ अब मैले नै हाल्नुपर्ने रहेछ। यो कसको यो काले भाइको यहाँनिर अब हाल्नु पर्यो। यो सबै खुट्टाहरू खुट्टा खुट्टा हो। ल साथीहरू आजको यो जुन चाहिँ हाम्रो ब्लग थियो यो यहीँ नै समाप्त हुँदैछ अब। र अब हामीले होइन जति पनि अब गर्नुपर्ने थियो इन्जोयहरू होइन सबै कुरा हामीले गरिसक्यो। र अब हामी घरतर्फ लाग्नेछु अब। र यो ब्लग चाहिँ यहीँ समाप्त हुँदैछ। र तपाईँहरूलाई रिक्वेस्ट छ, निवेदन छ होइन, प्लिज लाइक कमेन्ट सेयर अनि फलोहरू गरिदिनु होला। र यो ब्लग चाहिँ यहीँ समाप्त गर्दैछु। फेरि भेटौँ ल अर्को नेक्स्ट भिडियोमा, अर्को नयाँ ब्लगमा। र अहिलेको लागि चाहिँ बाई बाई।